भनेको हामी सिधै आउँदाखेरि सिधा उता प्रवेशद्वार गर्दै गर्दा हामी कालीगण्डकी हिम श्रृङ्खला र चाहिँ पुलाआश्रय मन्दिरहरू स्वतः दर्शन हुने भएको कारणले यो एकदम दन्तहरू छन् यसमा स्वतः चाहिँ दर्शन हुने र यहाँ आउने बित्तिकै स्वतः दर्शन गर्न पाइने भएको कारणले पनि यहाँ एकदम पुरानो इतिहास छ। र अर्को कुरा यहाँ आउँदा बित्तिकै हामी चाहिँ रमाउने ठाउँहरू भनेको हिम श्रृङ्खला र विभिन्न ठाउँका चाहिँ ठाउँहरू अवलोकन गर्न सकिन्छ र यहाँको चराचुरुङ्गी वन्यजन्तुको आवाजहरू सुन्न पाइन्छ। धेरै कुराहरू जडीबुटीका कुराहरू पनि देख्न पाइन्छ। हामीले कति त्यसलाई सामना गर्छौँ, सुन्दैला हामी कति सामना गर्न सक्छौँ, यो कुरा हाम्रो कुरा भयो। तैपनि मलाई के लाग्छ भन्दाखेरि हाम्रो यो स्वर्गासन बेलडुङ्गा क्षेत्रलाई एउटा साधारण पर्यटन क्षेत्रमा गुरुले भने जस्तै पर्यटनको क्षेत्रमा, तर अहिलेको सन्दर्भमा त्यसलाई हामीले अहिले कसरी चलिरहेछ यसलाई चाहिने धार्मिक पर्यटनसँग जोड्न हामी के गर्नु पर्छ भन्ने कुरामा हामीले एउटा छलफल बहस त गरेका छौँ। तर हामीले एउटा मेन खालको कन्क्लुजन एउटा डिसिजन होइन त्यो खालको दिने कुरामा हामीले सकिरहेको अवस्था छैन। तर त्यो कुरालाई हामीले एउटा निष्कर्षमा पुग्न हामी सकेका छौँ। र जे बाहेक मैले यहाँ धेरै कुरा राख्ने भन्दा पनि यो गुरुहरू आउनुभयो, पक्कै पनि तपाईँहरू योग साधकहरू हाम्रो ठाउँमा आइदिनु भयो, तपाईँहरूलाई यो ठाउँ हेरिदिनु भयो।